के हो र यो कैसे कैसे लोग रहते हैं यार यहाँ पर। ल ढुलो खाउने हो त्यो के हो भयो है हिजो राति खसेको है गाई चाहिँ 2 बजे खसेको आरजिकी ब्लगमा तपाईँहरूलाई स्वागत छ र आज आरजिकी ब्लगले न्यू कन्टेन्ट लिएर आएको छ होइन टक्क लाएर कहाँ भन्दाखेरि अहिले चाहिँ हस्पिटलमै पछाडि ब्याकग्राउन्ड देख्नुभयो त्यो चाहिँ हस्पिटल होइन टक्क लाएर फुलहरू हेर्न सक्नुहुन्छ क्या बवाल छ है हल्का टल्किँदो रहेछ क्या यो चाहिँ टक्क हस्पिटलै गाइस फेरि होइन अनि टक्क लाएर चाहिँ यहाँ मम्मीलाई लिएर आएको टक्क लाएर चाहिँ म हस्पिटल जानुपर्ने हुन्छ अस्ति चाहिँ बेनी गएको थिएँ हस्पिटलमा होइन अनि त्यहाँको डक्टरले चाहिँ यहाँ प्रेसर चेक गरेर लिएर आइज भन्दै थियो अनि टक्क लाएर प्रेसर सेसर चेक गरेर होइन टक्क लाएर मम्मी आउनुभयो भने टक्क लाएर जानुपर्छ है त्यही बाटोतिर भेट्नु होला कस्तो न्याउरी हुन्छ त्यो बाटो कहाँतिर के अरे यही बाटो हिँड्लिउँ न होइन अन्डर बाटो भन्ने त्यस्तै हो हिजो चाहिँ माथि बार लाखन भन्दै थियो क्या एकजनाले होइन अनि त्यसपछि माथि बाटो गएको तर आज चाहिँ खोलेको रहेछ क्या बाटो होइन आमा झर्नु त है यहाँ अलि अप्ठ्यारो छ टक्क लाएर यहाँ चाहिँ अप्ठ्यारो छ यो गाडी चाहिँ होइन हान्दै भएर मम्मीलाई झरेर म चाहिँ एक्लै हिँडिरहेको त्यहाँ पुगाले टक्क लाएर होइन अनि यहाँ पनि हल्का अप्ठ्यारो छ कि यहाँ झर्नीमा अप्ठ्यारो छ कि आइसक्यो गाडी पनि निकालिसक्यो है आउँदो रहेछ क्या मम्मीलाई लिएर आउनु पर्दो रहेछ नै विषय देखाउँदै गाडी मम्मी आउँदै आमा चाहिँ टक्क आउनुभयो है ल बस्न मम्मी आमा मम्मी जे पनि भन्छु कि यसरी मैले होइन अनि यो बाटो चाहिँ पिच हुन्छ है गाइस फेरि झट्टै अब होइन चलाउनु रहेछ तरिकाले हिँड्नुपर्छ होइन गाइस अब फेरि टक्क लाएर आरजिकी ब्लग त लाग्यो त सिमाबाट टक्क लाग्यो फेरि पहिला त हरो दिनकै ढर राख्दिनँ क्या अहिले चाहिँ ढर राख्दिनँ होइन कतै हिँड्न पऱ्यो भने धुन्थेँ तर आज चाहिँ म मेरो घरको छैन गाई त्यस्तो फोहोर भएको छ होइन अनि सेतो कलरमा र यो ब्लु कलरमा चाहिँ टक्क धोएर चाहिँ हिँड्दाखेरि बब्बाल देखिँदो रहेछ तर हल्का धुलो सुलो यताउति पऱ्यो भने त अलिकति नराम्रो हुन्छ कि बाइक छैन बेनी आउनु चाहिँ धेरै टाइम लाग्दैन गाडी चाहिँ त चुत्रिनै भइहाल्यो होइन उतापट्टि जमाना छ भने उता उहाँ पर छ बेनी बजार है त त्यो बेनी बजारमा पनि म सानोमा हरिन आउन मन लाग्थ्यो गाडी त होइन अनि पनि म फर्स्ट टाइम आएको भनेको जेठा बाबुको छोरा चाहिँ टक्क दाई हुनुहुन्छ एकजना होइन उसलाई टक्क त्यो दाईसँग म फर्स्ट टाइम बेनी आएको गाई हुन्छ नि म पहिला ढोटीसँग डराइदिएर के त्यो हुन्छ नि कबड्डी बुट हुन्छ नि त्यो ढोटी के अनि त्योसँग डराइदिइरहेको कि म पहिला सानोमा है अनि हुन्छ नि त पहिला चाहिँ हाम्रो गाउँमा चाहिँ कस्तो चलिरहेको थियो भने बच्चा उठाइदिने कि अनि बच्चा उठाइदिएर लगभग बेचेको क्या लगभग इन्डिया लगेर भनौँ न त्यो मान्छे चाहिँ पहिल्यैदेखि यहाँ बस्दो रहन्छ होइन त्यही पनि आएर चाहिँ पछि बेचिदिएको बच्चा लगाएर उठाइदिएर होइन अनि बेचिदिएको क्या अनि त्यही भएर त्यति बेला हरि पनि डराउँथ्यो कि म सानसानै थिएँ गाई फेरि होइन त्यति बेला नि हरि पनि डराएको अनि यहाँ यो न त बच्चाहरू बेच्ने हो नि त अनि ढोटीले बच्चाहरू लान्छ है ढोटीहरू यस्तोहरू नटुन भनेर सम्झाउँथ्यो कि अनि त्यही डर लागेर पनि हो कि फेरि डराइदिने कि म अनि त्यही भएर चाहिँ ल आफ्नै हो त्यो निस्केको होइन बेनी बजारमा चाहिँ छोरो प्रवेश हाल्नु है म त त्यसले भ्याउन्न होला भनिरहेको थिएँ होइन कस्तो पुरै गर्दा यहाँसम्म आइएछ ल मलाई त थाहा नै नभएको कि
त्यति यस्तो भिड चाहिँ धेरै छ नि गाइस अहिले बेनी बजारमा होइन। अनि साथी ब्लगले त बोलाएर हस्पिटल जाँदैन पहिला त चेकअप मात्र हानिदियो कि होइन। त्यो र ठाउँै छैन त माथिल्लो बाटो गइदिउँ न, माथिल्लो बाटो चाहिँ सिधो हुन्छ भनेर अघि होइन यहाँ त झन् प्याक रहेछ त्यो हालिदिउँ न होइन। बाइक त सिधिहाल्छ नि, गाडी नसिधै होइन। यहाँ पनि के भइरहेछ हौ आज त, गाडी त सिरिहाल्छ नि, बाइक त सिरिहाल्छ नि भन्दै कुराबाटै फेरि होइन। टक्क उल्टो बाटो चाहिँ जानु पर्छ कि डक्टर लगाएर पनि त हस्पिटल पर्नु सानो सक्यो ल। हस्पिटलमा पनि गाह्रो छ गाइस होइन। पार्किङ देखियो बिग्रिहाल्दैन। अब काम चाहिँ धेरै छ होइन, त्यस्तो च्याप्पै जाने च्याप्पै आउने अन्त राख्दै गाइस फेरि ल। लगाएर आमा छोरो चाहिँ ढक्क स्याउ हाले होइन, ढक्क बसिरहेको होइन। ढक्क यहाँ चाहिँ ढक्क भ्यू हेर्दै ढक्क एकछिन घाममा बसिरहेको ढक्क लगाएर होइन। हस्पिटल बाहिर एकछिन पछि चाहिँ डक्टरले एकछिन पछि चाहिँ बोला अनि ढक्क लगाएर रिपोर्ट आयो भने चाहिँ ढक्क लगाएर जानुपर्छ होइन फेरि एकछिन हाने होइन। फाइनली गाइस अब चाहिँ निक्लियो होइन फेरि यार चिजे भ्लग होइन। अब टक्का लाएर चाहिँ तेल हाल्नु पर्छ त गाइस, तेल त एउटा पनि छैन होइन। ल हस्पिटलबाट निक्लियो त गाइस फेरि आमा र म चाहिँ टक्का लगाएर अब तेल हाल्नु जानुपर्छ है त फेरि। पनि गाइस फाइनली आइज होइन। फेरि है ल पनि फर्किनु पर्छ जग्गा फेरि अब ल। टक्क भ्यू हेर्दै टक्क हिँड्नुको मजै बेग्लै छ नि त फेरि। यो त बजारमा त भिडभाड हुँदै हो बिस्तारै जानु पर्ने हुन्छ है त। कामसाम सकेर हस्पिटलमा होइन, अब सरकारी हस्पिटल त्यही त अनि भिड हुने होइन। त्यही पनि सरकारी हस्पिटलमा राम्रो गर्छ यताउति भन्ने सुनेको थियो क्या। अनि अस्ति चाहिँ सरकारी हस्पिटलमा थिएँ, आज चाहिँ सरकारी हस्पिटलमा गरेर टक्क हिँडेको होइन। अनि अरू त के भनिन गाइस, त्यो स्कोप त बबाल जिक्छ होइन। अनि अब चाहिँ यहाँबाट चाहिँ माथि जानुपर्छ है त। आएको रोइन्छ फेरि है गाडीहरू। खाना थियो क्या है, टक्क अब खाजा खाने ठाउँमा पनि आइसक्यो लाग्यो है त गाइस। के हो र यो कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। आमाले चाहिँ टक्क खाना आउनुभएको भने टक्क मलाई पनि आमाले चाहिँ रेड बुल खानु दिएन अनि म चाहिँ टक्क खान्छु। चल्दिमा पो भयो के र फेरि नि गाह्रो छ हौ गल्तीबाट आउन नि।
हाँ? अभी मजा आएगा ना भिड़ो अनि यार बेनी गएर आएको यार बस आउँदैछ हाँ? बस बस आउँदैछ के बङ्गाला घाटबाट हिँड्न ला अब आइसक्यो आउन त बनाउने गाली आली ल धुलो खाउने हो त के हो भयो है म जान्छु अगाडि पर काटिमा के भएको दाइ के भएको र यहाँ ए आज खसेको फेरि ए हिजो राति 2 बजे खसेको टडकले गाइस हिजो राति खसेको है गाइस 2 बजे खसेको And you know how to forget all the wrongs and every reason why we've changed. And there's a storm inside my head. It's getting me in trouble, baby, and I can't break away. Thought that I could keep it low. Take it easy, take it slow. We ended up just like before, so take it easy, take it easy. Thought that I could keep it low, take it easy, take it slow, take it slow. We ended up just like before, so take it easy.